मिलाउनको लागि यहाँ 3 घण्टासम्म यही जतिखेर आउनु भएको थियो त्यतिखेरै 2 घण्टा भयो हैन 2 घण्टादेखि यही बसिरहेको थिएँ उहाँसँग हात मिलाउने मेरो ठुलो चाहना थियो जुन आज पुरा भयो पनि जात्रा हेर्नको लागि आउनु भएको सामले देखाइरहेको छौँ तपाईलाई यस्तो झरीमा पनि तपाईँ हात मिलाइरहनु भएको छ हैन मैले पनि देखाएको छु मसँगै मिलाउनु भयो म त कुनै केही होइन हेर्नुस् म एउटा सामान्य रामबहादुर तपाईँ मेयर साहब आउने बित्तिकै हात मिलाउँछ भनेर बस्नु भएको थियो होइन म त ठ्याक्क दैव सन्जोग ठ्याक्क भेट भएको भाइ अब मेयर भनेको चाहिँ एउटा स्थानीय सरकार नै हो यो पनि सरकार नै यो पनि प्रदेश सरकार जतिकै पावरफुल छ भनेर चाहिँ उहाँले देखाइदिनु भएको छ भनौँ न अहिलेको लागि चाहिँ उहाँले चाहिँ अब अहिलेको नेताहरूदेखि चाहिँ उहाँले धेरै कुरा सिक्नुपर्ने छ मिल्छ अब उहाँको एनर्जी उहाँको जुन त्यो हिँड्ने शैली छ अब मलाई लाग्छ अहिलेको अब त्यो नेता बुढाहरू उहाँ जतिको स्पिड त हिँड्नै सक्नुहुन्न किन उहाँको अब हिँडाइ नै अब कडा छ